हेलो एभ्रिवान, नमस्ते, स्वागत छ मेरो युट्युब च्यानलमा। आशा सबैजना ठिकठाकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाकै छु। मलाई चाहिँ अब यो थगेला यो चाहिँ मैले युज गर्छु, यो बाइक यिनीहरू युज गर्छु। अनि म जाँदैछु, कहाँ जाँदैछु त साथीहरू लगाएर रेडी भइसकेको छु। म जाँदैछु अब फार्मतिर। मेरो बुढो चाहिँ रिसेसनमा छ, टिटिट गर्दै बोलाउनु भएको छ। यता हामी चाहिँ स्कुटरमा जाँदैछौँ। साथीहरू चाहिँ कस्तो उफारेको र हरामी कुकुर खेलेको यहाँ हाम्रो कुकुराको त होइन रहेछ। बिस्तारै हिँड्नु न। हामी चाहिँ फार्मभित्र आइसकेको छौँ साथीहरू। मेरो बुढोले चाहिँ गेट लगाउँदै हुनुहुन्छ। यता हेर त, हड्डी नै नखाइकन हाम्रो मिस्ट्री गेट चौकीदार किन ट्र्याक्टर यहाँ राखेको? ट्र्याक्टरलाई हाम्रो चाहिँ आज चाहिँ भैँसीहरू चढाउन लगेको छ। आज होइन, दिनदिनै लान्छ। भैँसी चढाउन लाँदा लाँदा हामी चाहिँ यहाँ दिनदिनै सफा गर्छौँ। ऊ त सानसानो पारा अबि गाईलाई किन फुकाएको हो? भैँसीलाई भैँसी नि छ त्यहाँ। त्यहाँ गाई भैँसी चाहिँ त्यहाँ बाँध्नु भएर चाहिँ त दुध भाँडाले यस्तो छरपस्ट। अब यो चाहिँ हामी क्लिन केयर गर्छौँ साथीहरू। यो क्लिन केयर गरेपछि म भिडियो देखाउने छु फेरि। त्यता चाहिँ अब जाडो लाग्यो, त्यही भएर यसरी सेफ्टी गरेछ। हाम्रो गोबर ग्यास चाहिँ युज भएको छैन। बिचरा त्यो एउटा बाख्रा मात्रै के भएको हो। यहाँ चाहिँ हाम्रो मल राख्ने खाल्डो हो साथीहरू। यहाँ चाहिँ हामीहरूले मल राखेर अनि छोपेर राखेको, तर खासै राम्रोसँग नछोप्या रहेछ। त देखिया रहेछ, किनकि यो देखेपछि घामले सबै यो रङहरू के जति लैजान्छ अनि राम्रो हुँदैन। यहाँ चाहिँ हाम्रो पहिला कुखुरा खोर थियो, अनि बाह्र खोर भयो। अहिले चाहिँ गाडी बस्ने घर भएको छ। म चाहिँ अब आज सब सर यो देखाउँछु। अब यो सफा गर्नतिर लाग्छौँ। सफा गरिसकेपछि हामीले देखाउँछौँ। अहिले हाम्रो एकछिनपछि चाहिँ भैँसी आउँछ। बुढो आगो फुक्नु भएको? हाम्रो चाहिँ मेसिन कोठा, दाना कोठा, मेसिन कोठा एकै ठाउँमा छ। मेरो बुढोले चाहिँ डेन्जर काम गर्नुहुन्छ यहाँ। अब सफा गर बुढो पहिला। ल अब म पनि सफा गर्छु। मेरो बुढोले पनि सफा गर्नुहुन्छ। कोइला निकाल्दै राख्नु पर्थ्यो नि। यहाँ मेरो छोरीलाई कोइला हुन्थ्यो। कति धेरै हाल्नुभएको त? अनि यसरी चोक्कर त पकाएर खुवाउने होइन नि? अनि यस्तरी चोक्कर पकाएर मिसाएको। ए ल ल ठिक छ। म चाहिँ अब सफा गर्न लाग्छु साथीहरू। 12 वर्षमा एकचोटि गाउँमा आएर भिडियो गरेर राख्छ भन्नुलाई फेरि बुढोले। काम गर्ने कालो मकै खाने भालु। म चाहिँ सुत्केरी भएको भएर हाम्रो चाहिँ यहाँ यस्तो छ। बुढो यहाँ देखाइदिन्छ हाम्रो गोबर खानेतिर यसरी सर मैले बनाएको त्यो त फेरि यो चाहिँ बुढोले चाहिँ बढाल्ने हो। त्यो कुच्चो पनि मैले हिजो सेफ्टी सहित बनाइदिएँ। नाली पानी सबहरू गाईले मुख मिठाएको छ यहाँ। भन पानी त छैन। पानी चाहिँ 2-4 दिनमा हाम्रो दुधै यस्तै सोर्ने। अनि नानी टक्क यसरी गरेर ठेला गाडीमा राखेर हो त्यो खाल्डोमा देखाउनु त हो। त्यो खाल्डोमा लगाएर फालिदियो। अहिले ट्र्याक्टर फाले त्यहाँ खाल्टोमा। अब त्यहाँ मल फाल्ने हो, घरि बनाउने हो। त्यहाँ मल निकालेर राखेको छ। त्यो चाहिँ मकै छर्दालाई बिक्रीमा। त्यो चाहिँ एकदमै गलेको छोपेर राखेको मल छ। त्यो कालो मल असारे मल हो। पर टिप जम्मा 7000। हाम्रो स्टोर पराल स्टोर यता छ।
उतापट्टि पनि छ अब सरसरेर चाहिँ भ्याइसक्यो साथीहरू। अब चाहिँ यसले सरसर हामीले यहाँ चाहिँ दिनदिनै पखाल्ने गर्थ्यौँ, तर अहिले चाहिँ यो मोटर बिग्रेको भएर पानीको अलिकति ऊ भएको भएर पानी अलिक कम भएको भएर चाहिँ हामीले अब यहाँ सरसर यसले कुचोले बढाल्छौँ। पछि देखाउनेछौँ। उफ कति थके लाग्छ हौ। काम गरिदिरहेको छु किनकि पानी कम यसरी बढाल्नु छ माथि बढाल्नु छ पानी छैन लिन्न यहाँ घर छैन हो पर छ घर बढालेर अनि यतिकै पछि चाहिँ हामीले पानी हाल्छौँ के अरे अहिले चाहिँ पानी नभएको भएर यतिकै छोड्छौँ साथीहरू। ल अन्तिममा देखाउँदैछौँ टक्क। मेरो बुढोले चाहिँ यहाँ मलहरू राख्दै हुनुहुन्छ है। कस्तो राम्रो छ है त्यहाँ मल, तर त्यो मल त बुढो त्यो उता राखेर के है धनियाँहरू छर्नु हुन्थ्यो होला के। यहाँ चाहिँ साथीहरू मल चाहिँ सफा गरेर भ्याइसकेको छु। अरू चाहिँ बुढोले चाहिँ यहाँ मलहरू ठेला गाडीमा गर्दै हुनुहुन्छ। कस्तो सफा भएको छ। पानी पनि हाल्नु छ नि बुढो, मैले हालौँ कि हजुर हाल्नुहुन्छ? त्यसरी सफा गरेछौँ। जस्तो डोर छ साथीहरू, यसरी यहाँ चाहिँ पानी राख्छौँ। टक्क त्यहाँ एउटा भैँसी भयो, त्यहाँ एउटा भैँसी भयो, टक्क एउटा डोर भयो, उताको एउटा डोर यताको पानी खाने डोर। यसरी बिचमा चाहिँ यस्तो गल्ली छ। हाम्रो चाहिँ पहिला टक्क आफै धारा थियो यो पानी जाने, तर यहाँ चाहिँ बडामबुडुम पारिदियो बाहिरको। बाहिर के भन्छ अरे बुढो, त्यही भन्छ अरे प्लम्बरले गतिलो नगरिदिएर हो कि आफैको के गतिलो नभएर इन्जिनियरिङ। यस्तो छ साथीहरू हाम्रो फार्म चाहिँ। अब चाहिँ सफा भएको छ। अब एउटा भैँसी हजुर अनि हजुर जस्तो हो त यस्तो सफा गरिरहेको छु मैले। बिचमा बिचानी बढाल्यो भन्नुहुन्छ। एकछिन पछि चाहिँ हाम्रो भैँसी आउँछ। आज चाहिँ हामीले यो फार्मकै भिडियोहरू गरिराखेको छु। हाम्रो काम चाहिँ कस्तो लाग्छ साथीहरू कृपया कमेन्ट गर्नु होला। कसरी गर्ने होला, कसरी भैँसीलाई कुरो खुवाउने होला, दाना चक्कर कसरी खुवाउने होला भनेर चाहिँ थाहा पाउन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला होइन बुढो। सब मेरो बुढोले भनिदिनुहुन्छ। उता चाहिँ पुरा ओहो राज भयो भैँसीलाई पाडापाडीलाई पराल खाँदै बस्दै। यति भुरी थियो यहाँ पराल चाहिँ। 1 महिना नहुँदै भ्याइसक्यो अलिकति त। 1 स्टोर त 1 लाइन त। यहाँ चाहिँ हामीले यो तरकारीहरू लगाउनको लागि भनेर बारेको, तर भैँसी नै त्यहीँ छोडिदिनु भएको छ यो मान्छेले। कस्तो लागिरहेछ बुढो? गाई छोडेर भैँसीलाई। गाई पनि छ त त्यहाँ, भैँसी पनि छ त उता। त्यहाँ भैँसी पनि छ, भैँसीको बाडाबाडी छ, गाई छ, थाहा छैन। साथीहरू हामी चाहिँ लगभग सबै कामहरू सकिसकेछौँ। अब चाहिँ यो सानो बच्चाहरूलाई बाँध्न पर्ने छ। मेरो बुढोले चाहिँ अब यो गाईको लागि भैँसीको लागि हो, भैँसीको लागि पराल राख्न लाग्नु भएको छ। सोलापरभाइ चाहिँ साथीहरू भैँसी चाहिँ लिएर आइसक्नु भएको छ हाम्रो भाइले, बिक्की भाइले। मेरो बुढोले अझै चाहिँ के अरे सरसफाइ गरेर भ्याउनु भएको छैन के। भैँसी चाहिँ आइसक्यो। कुकुरहरू नै बसिरहेको हेर न। भैँसीको नि मैले फोटो त पुरै तातो पानीमा तातो कुरामा गाडेर बसेछ। भैँसी बाँध्दैछ यो साथीहरू। अब हाम्रो फार्म सफा गरिसकेपछि चाहिँ यो भैँसी 1 बजीमा बिहान 9 बजीतिर लैजानुहुन्छ। अनि 1 बजे ट्याक्क 1 बजी लिएर आउनुहुन्छ। यो भैँसी अच्चकाली मात्तेर हेरौँ न कति बिधि मात्तेको हो त। आज चाहिँ मैले साथीहरू फार्मको मात्रै भिडियोहरू गरेर राखेको छु। बुढोले चाहिँ त्यहाँबाट पुरै भैँसी हेरिरहेको छ। यो भैँसीले पुरै डडाङ डडुरुङ रहेछ। त्यो साथीहरू मेरो भिडियो चाहिँ आजको लागि यति नै। मैले चाहिँ आज यो फार्मको भन्दा अरू चाहिँ भिडियो बनाएन। फेरि भोलि भने पक्कै पनि भिडियो बनाउँछु। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। बाई बाई। यता चाहिँ ठुली भैँसीहरूको राज, यता चाहिँ सानो पाडापाडी, उताको साइडमा चाहिँ ठुलै भैँसीहरू छ। टक्क लाग्यो
यस्तो गर्दाखेरि क्लियर यस्तो किन ल जाम अब